हेलो गाइस, अहिले चाहिँ म त्रिवेणी सङ्गम चोकमा छु। अहिलेको मेरो यात्रा भनेको सुनचोरीसम्म पुग्ने छ। तिम्रो दुःखमा अङ्गाली बेसरी म समाउने छु जीवनभरि नतोडिने अजम्बरी नाता यो घरलाई चाहिँ तपाईँको भाइरल घर भनेर चिने गरिन्छ गाइस। यो हेर्नु होला। आउँदा म बन्छु तिम्रो छहारी एक दुईवटा कुरा हाल्यो न। के भनिदेऊ? दामी छ दामी छ दामी छ दामी छ कि साह्रो चिल्लो भएर तिमी अनुहारै बगिने गरी कुदिनेको कि साह्रो चिल्लो भएर तिमी अनुहारै बगिने गरी कुदिनेको आउँछ जसरी बचाउने छु तिमीलाई म सधैँ यसरी हाँसु तिम्रो आँखामा यो कलर चाहिँ हामीले आजभन्दा धेरै समय अगाडि हामीले श्रमदानको स्वरूपमा हामीले सम्मान गरेको है। हाम्रो भ्यूदेखि यो तपाईँको कुसुमचोरी चोकसम्म रहेको वातावरणहरू तपाईँहरूलाई मैले देखाउन गइरहेको छु गाइस है। हाम्रो यो वन अफिस यो देख्नुहुँदैछ। यो कुसुमचोरीदेखि उँधो भएकोले गर्दाखेरि यो बाटो चाहिँ हाम्रो कुसुमचोरीसम्म मात्र रहेको पनि म तपाईँहरूलाई जानकारी गराउँछु होइन। छोडेन कहिले जगया पानी मायाको धियोले झलैमा बसेर जिस्काउनु पर्दैन। अहिले चाहिँ हामी यहाँसम्मको यात्रा गरिरहेछ। यहाँ हाम्रो दाइ हुनुहुँदो रहेछ, अविन दाइको अटो होइन यो त। हामी यहाँ अब पसलमा केही कुरा लिन्छौँ। तिर चोकतिर अहिले चाहिँ हामी पुरै फाइनली सुनचोरी चोकमा आइसकेको छौँ गाइस। तपाईँले देख्न सक्नुहुन्छ अबको हाम्रो यात्रा भनेको चाहिँ यहीँसम्म रहनेछ। A few moments later. के गर्नुभयो हजुर? यो भनेको के हो फेरि? हाम्रो थपिने दिदी है। अहिले म तिमी फेरि नाम चाहिँ हेर त मोबाइलमा भरेका के गर्नु त्यो नआउँदा तपाईँलाई कस्तो लागिरहेको थियो? त्यति यसो मिठो छोटो भए हाल्दिनँ त। एकदम खुसी लागिरहेछ एकदम खुसी लागिरहेछ। तपाईँको नाम भनिदिनु होइन? अब यो ठाउँ मेरो नाम गोमा थापा अब यो ठाउँ मेरो नाम गोमा थापा पसल मान्छे हामीलाई एउटा रेट बोलिदिनु त। सरसफाइ फर्स्टमा हात धुनुहुँदैछ। जिटेन सो 15 लिएर आउनु क्या। त्यस्तै हुन्छ। तपाईँलाई पानीपुरी बनाउनु पनि सक्नुहुन्छ, हात पनि सेक हुन्छ। जिटेन सो भन्नु कस्तो पर्छ? सस्तो पर्छ, तपाईँलाई धेरै त्यसले सेक पर्छ। यस्तो यस्तो ल कुसुमचोरी टोल विकास यो चाहिँ लाउनु आउनु त यहाँ। दाइ पनि भ्लगर, भाइ पनि भ्लगर होइन। ए ठिक छ ठिक छ। हाम्रो ब्लगमा केही भनिदिनु न। हामी अहिले कुसुमचोरीमा छौँ हजुर होइन। हजुरको नाम भनिदिनु। मेरो नाम अविन कुमार राई। युट्युबमा चाहिँ मेरो फुलुङ भ्लग छ। चुलुङ ब्लग है। फुलुङ भ्लग हजुर कति वर्ष भयो अङ्कल तपाईँ साँच्ची गर्नुभएको? होइन त्यो त वर्षको हिसाब नगरौँ होइन त्यो त वर्षको हिसाब नगरौँ। कन्टेन्ट अब एकै ठाउँको बनाउने मान्छेले हेर्दै हेर्दैन। धेरै ठाउँको त्यहाँ भिजिट गर्नुलाई सबै कुरो अर्थतन्त्र राम्रो मजबुत भयो भने कन्टेन्ट राम्रो बन्छ। यहाँदेखि लगभग 1 महिनामा नि धेरै ठाउँ डुल्यो भने धेरै चाहिँ राम्रो खालको चाहिँ कन्टेन्ट बन्न सक्यो। कन्टेन्ट बढेर चाहिँ मनमा नधकाइकन बोल्यो भने राम्रो कन्टेन्ट बन्छ। हाम्रो अञ्जन राई ब्लग हो हाम्रो त। घाम जुन रहे सही आकाशमा बाँचुन्जेल बस्नु है यो सासमा लम्जुङ्गे डाँडैमा जता छ निर्माया उतै नजर घाम जुन रहे सही आकाशमा बाँचुन्जेल बस्नु है। भाइहरू खेलाडी भाइहरू अहिले भर्खर यो चाहिँ हाम्रो फिल्ड हो गाइस। आजभन्दा 5 वर्ष अगाडि हाम्रो यो फिल्डमा चाहिँ
धेरै राम्रो राम्रो गेमहरू पनि भइरहेको थियो है। तर यो हाम्रो फिल्ड अहिले यति धेरै बिजोग छ होइन। फिल्डै नभएको ठाउँमा पनि फिल्ड बनाएर, तर यो हाम्रो सबैभन्दा पुरानो फिल्ड है, यति राम्रो छ। पहिले अब तपाईँको नेपालीको अब लेडिजको फुटबल गेम तपाईँको इन्टरनेसनल गेम यहाँनिर खेल पनि हुने गर्थ्यो भने अहिलेको समयमा चाहिँ 5-6 वर्ष भयो, अहिलेसम्म त्यस्तो गेम केही पनि छैन होइन। यो हुँदै अब हामी अगाडि बढ्नेछौँ है। हामी झर्यौँ ल। ओके गेम सुन्दैन हौ ल, राम्रोसँग खेल्नु पर्छ। घरदेखि हामी चाहिँ यता लेफ्ट साइड लाग्नेछौँ। सबैलाई भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा धन्यवाद। यो भिडियोमा चाहिँ हाम्रो मकम डाँडादेखि कुसुमचौरीसम्मको भिडियो ल्याएका छौँ। सबैलाई लाइक कमेन्ट गरिदिनु अनुरोध। साथै भोलि फेरि अर्को भिडियो लिएर आउने बाचा गर्दै बिदा माग्न चाहेँ। हस्त धन्यवाद।